हेलो गाइजहरू, आज फेरि पनि हामीले अर्को ब्लग लिएर आएको छ। फेरि हामी आज कलर कसरी बनाउने कलरको भाँडो खोल्दैछ हाम्रो प्रकाश भाइले। कलर अब हामी ओपनिङ गर्दैछ। ल यसरी लक खोल्नुपर्छ कलरको। खोल्नु त कलरको भाँडो। पहिला सर र यतिको काटेर सर निकाल्ने हो यसरी हैन। अनि त्यसपछि रडले पनि हुन्छ तपाईको। अनि सानो तिनो काठको यस्तै यो भन्दा सानोले पनि हुन्छ। ल हामी कलर खोल्दैछ है। कलर ओपनिङ गर्दैछ। कलर अनबक्सिङ गर्दैछ। कस्तो कलर रहेछ है। थोरै 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 यसरी 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 तान्ने हो। तान्दै 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 लाने हो। तपाईको खोलिसक्यो। यसरी हातले गर्दा आउँदैन। पुरै आधी जति खोल्नुपर्छ यसलाई। अब चाहिँ हो भने हातले गरे पनि हुन्छ। यी आइसक्यो अब सजिलो तरिका है गाइज हो। यसरी गर्नु होला। यी टक्क ल यसरी गर्ने हो। यसरी खोल्ने हो। क्रिम कलरमा रहेछ। सजिलो तरिका क्रिम कलर हो यो। तरिका चाहिँ यो हो। ल कलर यसरी गर्ने हो गाइस। यसलाई अब यो पानी हाल्दाखेरि यसको लिमिट ठ्याक्कै तपाईँको 20 लिटरमा 5 लिटर पानी हाल्ने। यो चाहिँ पानी छ। 5 लिटर पानी हालेर यसलाई मिसाउने है। ल मिसाइदिनुहोस् त। अब यसको 20 मा 20 हाल्दा पनि हुन्छ, तर धेरै पातलो हुन्छ। 5 हालिदिनु ठिक्क हुन्छ। 5 हाल्यो भने एकदम ठिक्क हुन्छ। ठिक्क हुन्छ। हामीले चाहिँ अलिकति बेसी नै राखिन्छौँ। यसलाई मजाले दुई भाँडोमा मजाले घोल्ने हो। हामीले चाहिँ अहिले पानी कति हालेको छौँ भने 8 लिटर जति हालेको छ है। किनभने हामीले थोरै थोरै पातल पातल गरेर कलर चाहिँ थरी थरीको हुन्छ नि। यहाँ हाम्रो अब यो क्रिम कलर घिउ कलर चुज गरेर यस्तो भएको छ। अलिक महँगोको कलर छ भने तपाईँको 5 लिटर मात्र हाल्नु। त्योभन्दा बेसी नहाल्नु। 20 मा है, 20 मा 5। सस्तो कलरमा जति हाल्दा पनि केही फरक पर्दैन। 10 भन्दा माथि हाल्नु हुँदैन। यो चाहिँ इमोसन हो। इमोसनमा चाहिँ तपाईँको 6-7 देखि 8 सम्म चाहिँ हाल्नुहुन्छ। 20 को 20 पनि बनाउनु मिल्छ है। तर धेरै भुइँमा झर्छ त्यो चाहिँ हामीलाई गाह्रो हुन्छ। यसरी बनाउने हो। मजाले घुल्नुपर्छ होइन। अलिक बाक्लो जति तल बस्छ। मजाले घुल्नुपर्छ यसलाई। 3टा भाँडा भयो भने चाँडै हुन्थ्यो। ल एकछिन उता हालिदिनु त। तर हामीले चाहिँ 2टा भाँडा गरेर भाप्नु भएर चाहिँ अलिकति घोल्न टाइम लाग्छ। पुरै फिट्नुपर्छ है। यो एकदम फिट्नुपर्छ। नफिट्दाखेरि राम्रो हुँदैन। कलर राम्रो लाग्दैन। हातले पनि हिम गर्नु मिल्छ, तर यो अलिकति बाक्लो नै भयो। ठिक छ ठिक छ ठिक छ ठिक छ। बाक्लो भयो। यो चाहिँ सधैँ पार्नुपर्छ। सधैँ धेरै पाक्लो हुँदाखेरि चुइन्छ। लत्त लत्त हुन्छ। यहाँ चाहिँ अलिक पाकेर हालेको यो कोठामा चाहिँ 30 लिटर पनि बढी हुन्छ कि। ओहो पानी त हाल्यो है। 30 लिटर बढी हुन्छ कि। तल परेछ नि के ए तल कोठामा यहाँ प्लास्टरमा हाल्यो। अलिकति बाक्लो चाहियो। बिहानदेखि आयो भने त माछाले भित्र सकिहाल्दो रहेछ है। सक्यो के सकेर बाहिर एकजनालाई पराएर एकजना पुटी हान्यो भने त माछाले सिद्धो रहेछ। सकिन्थ्यो। ल अब एकछिन रोलरले ऊ त्यहाँ हानिदिनु त। कस्तो आउँदो रहेछ। पिलरमा हानिदिनु त। त्यहाँ पिलरमा पिलर हानिदिन्छ। वालमा हानिदिनु हुन्छ। काटेर गरेर पनि अहिले यतिकै अफ गर्नु।
ल गाइस कलर हाम्रो सुरु भइसकेको छ भाइ हानेर सेतो सजिलो छ केही गाह्रो छैन सर्कलमा हाल्यो कलर गर्दा गर्दै जिन्दगी जान्छ हो राइट लाइट दाना ब्रसै सानो भएछ यस्तै छ जिन्दगानी यस्तै छ जिन्दगानी पैसा पैसाले गर्दा यो काम सिकेको हो है होइन भने यस्तो गर्नु पर्थेन हामीले एक साथ खानको लागि